हाम्रो 5th सेमेस्टरको एग्रिकल्चर कम्युनिकेसन अन्तर्गत प्र्याक्टिकल एक्जामको रूपमा नाटक प्रस्तुति कार्यक्रम हुन गइरहेको छ र यहाँ उपस्थित सम्पूर्णलाई म यस कार्यक्रममा स्वागत गर्न चाहन्छु र मेरो नाम मोहन काफले आजको यस कार्यक्रममा चाहिँ कार्यक्रम सञ्चालिकाको रूपमा यहाँ उपस्थित भएको छु र हाम्रो कोर्स इन्चार्ज विद्युत प्रकाश सिद्धेल सर हाम्रो एक्सटर्नल सर ओम प्रकाश सिंह सरको उपस्थितिमा चाहिँ म आजको यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र पहिलो ग्रुपमा चाहिँ हाम्रो कृष्णराज महतको ग्रुपलाई चाहिँ म यस स्टेजमा बोलाउन चाहन्छु। सबैजना नमस्कार। आज हामी यहाँ कम्युनिकेसन प्र्याक्टिकल अन्तर्गत रहेर नाटक प्रस्तुत गर्ने क्रममा यहाँ सदस्य भएका छौँ। हाम्रो नाटकको थीम र मेन उद्देश्य भनेको जैविक खेती र भर्मी कम्पोस्टको महत्त्वबारे रहनेछ। हाम्रो नाटकमा 9जना पात्रहरू रहनुहुनेछ। नाटकको स्टार्टिङ हुन्छ यसरी त चितवनको कुर्मज नामक गाउँपालिकामा थुप्रो मानिसहरूको बसोबास भएको छ। त्यहाँका मानिसहरूले आफ्नो मेन पेसा भनेकै कृषि गर्दै आइरहेका छन्। त्यहाँका मानिसहरूले जति नै कडा परिश्रम र मिहिनेत गरेर खेती किसानी गरे पनि आफूले गरे अनुरूपको प्रतिफल पाइरहेका छैनन्। त्यसैले उनीहरूले अत्याधिक मात्रामा रासायनिक मल प्रयोग गरेर आफ्नो उत्पादन बढाइरहेका छन् भने माटोको उर्वरा शक्ति पनि घटाइरहेको पाइन्छ। हाम्रो नाटकको मेन पात्रहरूको सुझाइसकेको उहाँ हुनुहुन्छ मौसम। यस गाउँका एक परिश्रमी र कडा मेहनती परिश्रमी किसान। उहाँ हुनुहुन्छ मेनुका, उहाँको श्रीमती, उहाँका एक छोरा कृषल हुनुहुन्छ जो हाल कृषि गर्दै हुनुहुन्छ। उहाँको एक छोरी मनिषा हुनुहुन्छ। अबको दृश्य भनेको मौसमको बारीको। अरे शिव, यो वर्ष पनि खै उत्पादन त खासै होला जस्तो लागेको छैन। उच्च गुणस्तरीय बिउ, समयमा गोडमेल सबै गर्दा गर्दै पनि उत्पादन त खै साह्रै घटेको छ त। के गर्ने होला खै? त्यही त नि, मल पनि हालेकै हो, मिहिनेत पनि गरेकै छ, सिँचाइ नि गरेकै हो, मिहिनेत गरे जस्तो फल नै प्राप्त भएको छैन। बरु पल्लो गरी दिनेश बाबुले यसपालि तरकारी निकै राम्रो फलाउनु भएको छ। त्यहाँ गएर सोधेको हो कि हुन्छ, जाउँ न त। गाउँ त्यसो भयो। उनीहरू दुवैजना दिनेश बाबुको घरमा लाग्छन्। दिनेश बाबु जो भर्खरै खेती किसान गर्न सुरु गर्नुभएको 2 महिना मात्रै भएको छ, तर उहाँले रासायनिक मलको बढ्ता प्रयोग गरेर आफ्नो उत्पादन बढाइरहनु भएको छ। उहाँले उत्पादन बढायो भने गाउँले उहाँको निकै प्रशंसा गरेका छन् भने बेला बखतमा यसो जानकारी दिनको लागि उहाँहरूकोमा जाने पनि गरेका छन्। नमस्कार दाइ। नमस्कार बाबु। सन्चै हुनुहुन्छ? हजुर सन्चै। अनि आज कसरी हाम्रो बारीमा आउनुभयो? हेर न भाइ, विगत वर्षदेखि त हाम्रो बारीमा उत्पादनै बढेको छैन। सुनेको तिमीले साह्रै राम्रो उत्पादन गर्छौ अरे, के प्रयोग गर्ने गरेका छौ बारीमा तिमीले? कति राम्रो तरकारी फलाउनु भएको तपाईँले त। हामीलाई यस्तै तरकारी फलाउनु सिकाउनुहोस् कि। मैले करिब 2-3 वर्षदेखि मेरो बारीमा रासायनिक मल प्रयोग गर्दै आएको छु। रासायनिक मल जति धेरै खेतमा प्रयोग गरे त्यति धेरै नै उत्पादन गर्छ। त्यसैले तपाईँ कि बजारबाट रासायनिक मल जस्तै युरिया, फर्टिलाइजर, फस्फोरस दिएर प्रयोग गर्नुहोस्। त्यसको प्रयोगले तपाईँको उत्पादन बढ्छ। के हो र भाइ? त्यसो भए त हामी तुरुन्त बजार गएर रासायनिक मल किनेर ल्याएर हालिहाल्छौँ नि त। हस्, धन्यवाद है त भाइ। उनीहरू दिनेशलाई धन्यवाद भनी त्यहाँबाट जान्छन् र आफूहरूले पनि रासायनिक मल किनेर आफ्नो बारीमा प्रयोग गर्छन् र 1-2 वर्षमा निकै धेरै उत्पादन गर्छन्। तर उनीहरूले उत्पादन गरे तापनि उनीहरूको माटोको उर्वरा शक्ति भने घटेको पाइन्छ। उनीहरू निराश हुन्छन् र त्यसै बखत मौसमका छोरा कृषल त्यहाँ आइपुग्छन् आफ्नो 5औं सेमिस्टरको परीक्षा सकेर। सन्चै छु नि, के छ तिमीलाई अहिले? आमा सन्चै हुन्छ नि? छोरा है हुन्छ। अनि के हो यो हाम्रो गाउँमा त केही पनि छैन, सबै उडान लाग्दछ। खेती किसानी पनि केही छैन, फलफुल तरकारी केही पनि छैन। किन होला यस्तो बा आमा? त्यही त नि, दिनेश बाबुको कुरा सुनेर रासायनिक मल प्रयोग गऱ्यौँ। सुरुको वर्ष त राम्रै आम्दानी भयो, अहिले त हेरौँ उत्पादनै भएको छैन। त्यही त छोरा, तिमीहरूको सबै पालन पोषणदेखि लिएर सबै अहिलेसम्मको आर्थिक गतिविधि यही कृषिले भएको हो। अहिले पनि उत्पादन घटेर केही होला जस्तै छैन, गरेको ढाँचे कहीँ भएको छ बाबु। त्यही त के हेर्न भाइ, यो गाउँमा कसैको पनि राम्रो फलेको छैन कि। अहिले हाम्रो मात्र नभएर पल्ल अहिले काकीको गाउँमा कसैको पनि फलेकै छैन कि। के गर्नु होला जस्तो भन्नु, केही थाहा छ कि मलाई? त्यस्तो चिन्ता नलिनु न, तपाईँहरू सबै भइहाल्छ नि।
अब यस्तो समस्याहरू आएमा त तपाईँले आफ्नो कृषि गरेको छोरालाई सम्झिने हो नि त। यो तपाईँहरूले अत्याधिक रासायनिक मल प्रयोग गरेर यस्तो भएको हाम्रो बारीमा। रासायनिक मल प्रयोग गर्दा एनपिके जस्ता पोषण तत्त्वहरू तुरुन्तै आपूर्ति हुन्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो बालीको उत्पादन बढ्छ। तर अत्याधिक मात्रामा लामो समयसम्म यसको प्रयोग गरिरहँदा त विभिन्न समस्याहरू देखा पर्छन् नि बुवा। जस्तै माटोमा अम्लीकरण हुने, सूक्ष्मजीवीहरूकोमा पनि असर पर्छ, हाम्रो पोषण तत्त्वहरू असन्तुलित हुन्छन्, विभिन्न समस्याहरू देखा पर्छन् नि बामा। आहा मेटाइले कति राम्रो कुरा गर्यो त। के नराम्रो कुरा गरेको के गर्छ कस्तो हो नि हेर्नु त। कृषिमा क्रान्ति ल्याएकै खासै कि क्या हो। यसरी आमा बुबाहरू छोराको कुराबाट धेरै हर्षित हुन्छन्, ज्ञान प्राप्त गर्छन् र सपरिवार खाना खानतर्फ लाग्छन्। अर्को दिन एक बिहानै बुबा छोरा खेततर्फ लाग्छन् र त्यसै क्रममा छोराले आफूले सिकेको कुरा बुबालाई सिकाउँदै हिँड्छ। त्यसै क्रममा त्यस गाउँमा एक घमण्डी र हुने खाने खालका व्यक्ति लफलास त्यहाँ हुन्छ। मैले आएर सन्चै हुनुहुन्छ? म त हिजो भर्खर आएको नि। म त सन्चै छु अनि हजुर। मेरो के हुनु सब ठिक छ, सबै पाएकै छु। तेरो पढाइ चाहिँ सकेन र? मेरो पढाइको चिन्ता हजुरले नलिनुहोस् न। मैले जो सोचेको छु जे आँटेको छु त्यो त म गरिहाल्छु नि त बुबा। तिम्रो मेरो छोरा विदेशमा राम्रो कमाइसक्यो, तिमी विदेशमा बसेर कृषि भनेर गएकै पछि लाग्छस् कि विदेशमै जान्छस्? विदेशैमा त जानु त सबै कुरा होइन नि त बुबा। म जे गर्छु आफ्नै गाउँमा गर्छु नि अब। ल धेरै ठुलो नगर यो छोरा एउटा कुरा सुन्नु हुँदैन। त्यसै भन्दै लक्ष्मणलाल त्यहाँबाट जान्छन् र बुबा छोरा पनि खेततर्फ लाग्छन्। अर्को दिन कृष्ण र उसकी बहिनी मनिषा गाउँ डुल्दै हिँड्छन् र उनीहरू बिच कुराकानी हुन्छ। बहिनी, हजुर दाइ। हाम्रा पल्ला गाउँका गोविन्द काकाले भर्मिकम्पोस्ट प्रयोग गरेर खेती गर्नुहुन्थ्यो, अहिले गरिराख्नु भएको छैन? म पोहोर साल आमासँग जाँदा त प्रयोग गरिरहनु भएको थियो। अहिले पनि मैले के गर्नु हो र? हिँड्न त आज काकाकोतिर जाउँ, कहिले पनि के नहुने कुराहरू हुन्छस्। हुन्छ जाउँ न। उनीहरू दुवैजना दिपक काका गोविन्द काकाकोमा जान्छन्। गोविन्द काका जो वर्षौँदेखि दैनिक खेती अपनाउँदै आउनुभएको छ। काका के कामले आउनुभएको गाउँमा? हामी त हजुरले भर्मिकम्पोस्ट प्रयोग गरेर खेती गर्नुहुन्छ भनेर थाहा पाएर आएको नि काका। आहा काका हजुरले कति राम्रो तरकारी फलाउनु भएको, कति धेरै कस्तो ठुल्ठुलो थरीका फलफुल तरकारी सागसब्जी फलाउनु भएको के। कसरी फलाउने काका हामीलाई पनि सिकाइदिनु पर्यो नि। मैले तिम्रो आमाबालाई भन्दा मानेनन्, त्यही बिजनेसको कुरा सुनेर सबैले रासायनिक मल प्रयोग गरेछन्। हो र काका? यो त एकदमै उपयोगी मल हो नि। यसको बारेमा त तपाईँले गाउँलेहरूलाई सिकाउनु पर्ने, बुझाउनु पर्ने हो। हाम्रो गाउँतिर त खोइ कसैले प्रयोगै गरेको देखिनँ त म त। मेरो लक्ष्य भनेको जैविक खेती गर्ने हो। मैले यसका फाइदाबारे सबै गाउँलेहरूलाई भनेको थिएँ, कसैले वास्ता गरेन। हो र काका? म पनि अब मेरा गाउँलेहरू सबैलाई अब यसको महत्त्वबारे बुझाउने छु नि। मैले भन्दा मानेनन्, अब तैँले गर्न सक्छस् भने गर्छ। हुन्छ नि त काका, बरु मलाई अहिले भर्मिकम्पोस्ट मल अलिअलि दिइराख्नु न, म अहिले नै गएर आफ्नो तरकारी बारीमा यसको प्रयोग गर्ने छु। ल नानी पुग्यो। धन्यवाद काका। कृष्ण र मनिषा खुबै खुसी हुँदै भर्मिकम्पोस्ट मलले आफ्नो घरतर्फ लाग्छन्। बुवा हजुर छोरी, हजुरलाई थाहा छ हामीले कलरहरूले गोविन्द काकाका घर भर्मिकम्पोस्ट लिएर आएको नि हेर्नु। के ल्यायो यस्तो पैसा नभएर कति दुःख दिन सुटिङ गर्ने पनि? त्यस्तो होइन कि बुवा। त्यस्तो होइन नि बुवा, यो त एकदमै उपयोगी मल हो। भर्मिकम्पोस्ट प्रयोग गर्नाले त माटोको स्वास्थ्यमा, हाम्रो बालीको उत्पादनमा धेरै नै फाइदा हुन्छ नि बुवा। हाम्रो कलेजमा पनि हामीलाई यो बनाउने विधिहरू सिकाएको थिए नि। र गोविन्द बाबुले त भन्नुभएको थियो कि हामीले पनि नपताएन त। होइन आमा, अहिले हामीले भर्खर काकाकोमा गएर आएको कति राम्रा धेरै थरीका फलफुल सागसब्जी बनाउनु भएको छ। हजुरलाई विश्वास लाग्दैन भने एकचोटि गएर हेरौँ न त फेरि नि। थोरै समयमा धेरै आम्दानी देखेर, धेरै उत्पादन देखेर हामी त्यतातिर लोग्यौँ। जैविक खेतीको हामीले महत्त्व नै भएन, धेरै ठुलो गल्ती भएछ नि छोरी हामीबाट। हामी मानिस हामीबाट गल्ती त भइहाल्छ नि बुवा। अब हामीले सुधार्ने हो र हामीले त्यहाँको मल लिएर हामी अहिले नै गएर हाम्रो बारीमा प्रयोग गरेको छौँ। हुन्छ बाबु। यसरी सपरिवार भर्मिकम्पोस्ट मलले बारीतर्फ लाग्छन् र तरकारी लगाउन थाल्छन्। त्यसै बखतमा दिनेश त्यहाँ आइपुग्छन्। ओहो, अहिले त सब परिवार के हो? अनि के हो यस्तो गरेर के हो? यो बढेमै मल हो भाइ। यो त साह्रै राम्रो हुँदो रहेछ नि। मेरो छोराले सिकेर आएको प्रयोग गर्नुपर्ने रहेछ, त्यही भएर आज हामीले प्रयोग गर्नु थालेको बारीमा। यस्तो बुढाबुढीले गरेको कुरा मानियो, त्यसको पनि झन् उत्पादन गर्छ। कस्तो टिमुर्केको कुरा गरेको भाइ तिमीले?
चाहिने भए नगर नत्र जाऊ तिमी यहाँबाट। त्यस्तो नचाहिने कुरा आफूले प्रयोग नगर्ने भन्दै दिनेश त्यहाँबाट लाग्छन् र कुशल परिवार भने भर्मी कम्पोस्ट प्रयोग गर्दै तरकारी लगाउन थाल्छन्। त्यसै बेलामा उनीहरूको घर आँगनमा 2 कृषि प्रसार अधिकारीहरूको आगमन हुन्छ। उहाँहरू हुनुहुन्छ मनिष सापकोटा र मनोज गिरी, एग्रिकल्चर एक्सटेन्सन अफिसर। नमस्कार। हामीलाई त्यो पल्लो गाउँको गोविन्द काकाले दिनुभएको नि सर। अनि भर्मी कम्पोस्ट बनाउने प्रयोग गरेर कतिको गर्नुहुन्छ तपाईँ? यहाँ त साह्रै न्यून छ बाबु यो कुरा त। हुने सर, हाम्रो त गाउँमा सबैले रासायनिक मल मात्रै प्रयोग गर्दो रहेछ। तपाईँहरूको कुरा सुनेर तपाईँको गाउँको उत्तरी हेर्दाखेरि चाहिँ तपाईँहरूलाई भर्मी कम्पोस्ट बनाउने तालिमै दिनुपर्छ जस्तो लाग्यो। एक दिन समय मिलाएर सरकारीमा भेटौँ न त। हुन्छ बाबु सर, म 2-3 दिनमा गाउँलेहरू जम्मा गर्छु, त्यसपछि हामी भेटौँला है त। हस् त, हस्। यसरी अर्को दिन सम्पूर्ण गाउँलेहरूलाई भेला पारी गाउँको सभा हलमा तालिम सुरु हुन्छ। अब विस्तृत तालिमको दिन हो। सम्पूर्णमा नमस्कार। कृषि विस्तार अधिकारी आज भर्मी कम्पोस्टबारे तालिम दिन हजुरहरू सामु आएका छौँ। भर्मी कम्पोस्ट पर्यावरणको दृष्टिकोणले एकदमै राम्रो छ। यसले रासायनिक मलको जस्तो वातावरणमा प्रदूषण पनि गर्दैन। यसले जैविक खेती र वातावरण मैत्री कृषि प्रणालीलाई चाहिँ सम्वर्धन गर्छ। त्यसै गरी आज भर्मी कम्पोस्ट कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने तालिम दिनको लागि हामीसँग मनोज सर हुनुहुन्छ। सम्पूर्णमा नमस्कार। म श्री कृषि कार्यालय। आज यस कार्यक्रममा तपाईँहरूले चाहिँ भर्मी कम्पोस्टिङ कसरी बनाउने भनेर तालिम दिँदैछौँ। यसमा खासमा भर्मी कम्पोस्टिङ यदि गरेको चाहिँ व्यावसायिक पालन गऱ्यौँ भने त्यसबाट पनि प्राङ्गारिक मलहरू बनाउन सकिन्छ। भर्मी कम्पोस्टिङ भन्नाले चाहिँ यदि गरेउलाले जैविक फोहोरहरू चाहिँ खाएर चाहिँ अनि उसको चाहिँ बिस्ताहरूसँगै चाहिँ सडे गलेका कम्पोस्टहरूको मिश्रणले हुन्छ र भर्मी कम्पोस्टिङ खेतबारी तथा बगैँचामा चाहिँ उत्पादन बढाउनको लागि चाहिँ प्रयोग गरिन्छ। भर्मी कम्पोस्टिङ गर्नको लागि मुख्य प्रजातिहरू चाहिँ मिसिना फोर्टिना र मिसिना एन्डेड भन्ने प्रजातिहरू चाहिँ युज गरिन्छ गरेको भने भर्मी कम्पोस्टिङ बनाउनको लागि सबभन्दा सुरुमा भर्मी बेड चाहिँ बनाउनुपर्छ। भर्मी बेड बनाइसकेपछि त्यसमा जैविक फोहोर पराल तथा चाहिँ 20 देखि 30 दिन पुराना चाहिँ गोबरको तह बनाइन्छ। तह बनाइसकेपछि त्यसमा प्रति स्क्वायर फिटमा 1000 जति गडेउलाको सङ्ख्या चाहिँ राखिन्छ। त्यो राखिसकेपछि माथिबाट बोराले सुक्खु बोराले चाहिँ दिन्छ भने हरेक गर्मीमा चाहिँ हरेक दिनमा 2 देखि 3 पटक बोराहरू भिजाउनुपर्छ भने जाडोमा दिनमा 1 पटक मात्रै बोरा भिजाइन्छ। साथै हालिएको पानीका कारण भर्मी बेडबाट पानी आउँछ जसलाई हामीले भर्मी वास भनिन्छ। भर्मी वासलाई पानीसँग मिसाएर 1:4 को अनुपातमा मिसाएर चाहिँ हामीले बगैँचामा चाहिँ छर्न सक्छौँ जसले हाम्रो चाहिँ उत्पादनलाई बढाउन सक्छ अथवा चाहिँ खेतबारीमा पनि प्रयोग गर्न चाहिँ सकिन्छ। साथै भर्मी बेडमा गडेउला राखेको 2 देखि 3 महिनामा गडेउला मल चाहिँ तयार हुन्छ जसले हामीले चाहिँ खेतबारी तथा बगैँचामा चाहिँ प्रयोग गर्न सक्छौँ। ओहो बाबु, तिमीले त मेरो आँखै खोल्दै हो। हामीले पनि गऱ्यो, उत्पादन नि गऱ्यो, माने आफ्नो बारीमा गडेउला मल गरेको धन्यवाद। यसरी सम्पूर्ण गाउँलेहरूले जैविक खेती र भर्मी कम्पोस्टको महत्त्वबारे थाहा पाउँछन् र जैविक खेतीलाई आत्मसात गरी अघि बढ्नुपर्ने कुरा बुझ्छन् र उनीहरूले मनोज र महेशलाई पनि धन्यवाद भन्छन्। यसरी सतर्कता र सही जानकारी प्रयोग गरेर हामीले हाम्रो माटोको उर्वरा शक्ति बढाउने र माटोमा रहेको सूक्ष्म जीवहरूलाई प्रवर्धन गर्न सक्ने कुराहरू हाम्रो नाटकको प्रमुख उद्देश्य रहेको भन्ने यहाँ समक्ष जानकारी गराउँदै अब भने हाम्रो नाटक यही समाप्त भएको घोषणा गर्न चाहन्छु।